मङ्गलं भगवान् विष्णु मङ्गलं गरुडध्वजम् मङ्गलं पुण्डरीकाक्षम् मङ्गलायतनो हरि मङ्गलं भगवान् विष्णु मङ्गलं गरुडध्वजम् प्रमुख अतिथिज्यू विशिष्ट अतिथिज्यू विभिन्न संस्थाबाट पाल्नु भएका अतिथिहरू र उपस्थित हामी झाँक्री गुरुहरू साथै उपस्थित आमा बुवा दिदीबहिनी दाजुभाइहरू वास्तवमा आज यो कार्यक्रम भनेको झापा जिल्लाको चिन्तामणमा ऐतिहासिक कार्यक्रम हो। यो कार्यक्रमलाई हामीले आज देख्न पाउँदा हामी पनि धेरै हर्षोल्लास भएको छौँ, खुसी भएको छौँ। किनभने यस्तो कार्यक्रमहरू हामीले देख्नको लागि हिजो मङ्गलं पुण्डरीकाक्षम् मङ्गलायतनो हरि मङ्गलं भगवान् विष्णु मङ्गलं गरुडध्वजम् मङ्गलं पुण्डरीकाक्षम् हाम्रो राजनीतिक समुदायका सम्पूर्ण कार्यकर्ताहरू अब तपाईँहरूले बाजा बजाउने समय पहिले अगाडि आइदिनु होला। अनि त्यसपछि हाम्रो जागिर टोली कृपया अगाडि आइदिनु होला। बाजाका 10 साल गर्छहरू आइदिनु होला। राजवंशी समुदाय राजवंशी समुदायको निपुण प्रदर्शन गोजनाले राजवंशी नेतृत्वमा राजवंशी समुदायको टोली आउँदैछ।
महिमा कालामेमा बेलालमी महिमा ल्याक्साको मखाना के हुन्छ, तितेपाती खाना के हुन्छ, अनेक खालका हाम्रो जडीबुटीहरू खाँदै पुर्खाले कतिपय पुर्खाहरूको मृत्यु भयो र बासीले थाहा पायो यो चिज खाँदा हाम्रो यो रोग निको गर्छ।